प्योङयाङबाट अहिले आएको ब्रेकिङ न्युजमा चाहिँ गाइज नर्थ कोरियाको किम जोङ उनले पनि भर्खरै आफ्नो डिस्ट्रोयरमा हुने क्रुज मिसाइललाई चाहिँ लन्च गरेर टेस्ट गरेको छ। र यो खबर चाहिँ जब युकेले आफ्नो एचएमएस ड्रागनलाई चाहिँ स्काई न्युजको थ्रुबाट चाहिँ बाहिर ल्यायो, तब प्योङयाङबाट किम जोङ उनले पनि आफ्नो डिस्ट्रोयरबाट क्रुज मिसाइललाई चाहिँ टेस्ट गरेको खबर बाहिर आयो। अब यहाँबाट चाहिँ इरानको सपोर्टमा किम जोङ उनले पनि यो खेलमा चाहिँ सहभागी जनाउने एकदमै तयारी गरेको देख्न सकिन्छ। यस्तो छ कि साथीहरू, ट्रम्पले चाहिँ यो वार चाहिँ 2 दिनमा सर्कल ढालेर 3 दिनमा वार सक्छु भनेर सोचेको थियो, तर यो वार चाहिँ सोचे जस्तो गइदिएन। किनकि इरानलाई चाहिँ रसिया र चाइनाले हेभी ब्याकअप दिएको छ नि त। इरानको फरेन मिनिस्टरले चाहिँ एउटा अमेरिकन मिडियामा दिएको लाइभ इन्टरभ्यूमा चाहिँ रसियाले हामीलाई राम्रोसँगले इन्टेलिजेन्सहरूको ब्याकअप दिएको छ भन्ने कुराहरू खुलाएको थियो। र यो कुरा ट्रम्पको कानमा पुगेको थियो र ट्रम्पलाई पनि मजाले थाहा छ रसिया र चाइनाले चाहिँ हेभी ब्याकअप दिएको छ भनेर। यदि इरानसँगको यो वार चाहिँ धेरै नै लम्बियो भने अमेरिकालाई धेरै नै घाटा हुनेवाला छ। र यो कुरा चाहिँ ट्रम्पलाई मजाले थाहा छ। वारमा चाहिँ अलरेडी अमेरिकाले चाहिँ हेभी लसेसहरू बियर गर्नु परेको छ। अस्तिबाट इरानको हमलाले गर्दाखेरि दुबईको इन्टरनेसनल एयरपोर्ट चाहिँ पटक पटक बन्द हुँदाखेरि हरेक मिनट चाहिँ दुबईलाई $1 मिलियन घाटा भएको अहिले रिपोर्ट्सहरू बाहिर आएको छ। अब यो त दुबईको मात्र हो, मिडल इस्टमा साउदीमा उस्तै छ, कतारमा उस्तै छ र बहराइनमा उस्तै छ। यदि तपाईँलाई चाहिन्छ भने म डिटेल यहाँनिर ओभरले तपाईँको निधारमा टाँसिने गरी राखिदिन्छु। र युएसले चाहिँ यो वारलाई चाहिँ जति छिटो चाँडो सक्न खोजेको छ, तर के हो र सोच जस्तो हुँदैन साथीहरू, होइन त। अब अहिले केसम्म हुन थालिसक्यो भन्दाखेरि मिडल इस्टमा भएको जति पनि ऱ्याडर र एयर डिफेन्स सिस्टमहरू छ, तपाईँले सुन्नु भएको होला, इजरायललाई बचाउनको लागि अहिले इजरायलमा राखेको छ। र हुँदा अब साउथ कोरियाको त्यो ऱ्याडर र एयर डिफेन्स सिस्टमहरू पनि अहिले इजरायलको लागि भनेर चाहिँ ल्याइएको छ। पहिला चाहिँ अब सेफ्टी दिन्छु भनेर प्रमिस गरेको अमेरिकाले त्यो अग्नि कवच चाहिँ लुचे पछाडि त त्यो देशहरूले त के सोध्छ त? ट्रम्प त धोकेबाज हो। यस्तै भयो, अहिले फिलिपिन्सले पनि क्वेसन गरेको छ। अब ट्रम्पले के फिलिपिन्सबाट पनि उठाउने हो त? हुँदा अब कुरा जापानसँग पनि आयो। जापानलाई पनि ट्रम्पले चाहिँ कडाइदियो, तेरो म हेरचाह गर्न सक्दिनँ, आफ्नो हेरचाह आफै गर भनेर भनिसक्यो। अमेरिकालाई चाहिँ विश्वास गर्न सकिँदैन भन्ने अहिले हरेक देशहरूले चाहिँ यहाँनिर जान्न थालिसक्यो। र लास्ट टाइम साउदी अरबले पनि भनेको थियो कि ट्रम्पलाई चाहिँ विश्वास गर्न सकिँदैन भनेर। अमेरिकाले यो वार चाहिँ जितेको हो भनेर भने पनि अमेरिकाले चाहिँ यो वार इनफ्याक्ट हारिरहेछ। र यहाँ रियल विनर चाहिँ को छ भन्दाखेरि रसिया छ। नेक्स्ट अपडेटमा के हुन्छ म तपाईँहरूलाई अपडेट गराइराख्ने चाहिँ मलाई फलो गर्नु होला।